परमेश्वरले यसरी परिवर्तन गर्नुहुँदा म एकदमै खुसी छु। धेरै नै खुसी महसुस भइरहेको छ। आज म आफूलाई पनि सपना जस्तो लाग्छ यसो महसुस गर्दा। परमेश्वरले साँच्चै नै मलाई परिवर्तन गरिरहनु भएको छ। म मण्डलीमा जब प्रवेश गरेँ त्यो दिनदेखि मेरो हृदयले मैले के अनुभव पाएँ, मेरो हृदयले चाहिँ अब के कुराहरू बुझ्दै रहेछ त परमेश्वरमा आएपछि भन्ने कुराहरू मनन पनि यो भजनबाट हजुरहरूले बुझ्नुहुनेछ। मैले हजुरहरूको माझमा परमेश्वरले रच्नु भएको भजन मेरो आवाजबाट सुनाउने मैले मौका पाएको छु। हजुरहरू माझमा यो भजन मेरो आवाजबाट सुनाउन चाहन्छु। हजुरहरू सबैजनाको हृदयसम्म म पुर्याउन चाहन्छु। यो भजनले हजुरहरूको हृदयमा शान्ति मिलोस् म भन्न चाहन्छु र यो भजनलाई म प्रस्तुत गर्न चाहन्छु। धन्यवाद। हुन्छ, हाम्रो ड्रम सेट बजाउने भाइहरूले, गिटार बजाउने भाइहरूले पनि मलाई हेल्प गर्नु होला। रोकिदिन गर्न तपाईलाई आराधना, म रोकिदिन गर्न तपाईलाई आराधना, 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 आराधना येशूलाई आराधना, आराधना, आराधना।